हेलो गाइज, इट्स मी युना। आज चाहिँ मेरो फर्स्ट भ्लगमा तपाईहरुलाई स्वागत छ। मैले चाहिँ आज फर्स्ट टाइम भ्लग बनाउने ट्राई गरेको छु र आज चाहिँ हामी माइखोला आएको छौँ। सायद यहीँबाट मेरो भ्लग बनाउने चाहिँ स्टार्टिङ होला जस्तो छ है। तपाईहरुको प्रतिक्रिया दिनु होला के कस्तो छ। राम्रो भए पनि नराम्रो भए पनि प्लिज गाइज लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला। र आज चाहिँ हामी चाहिँ आज माइखोला घुम्न आएको छौँ। यो मेरो सर्ट भ्लग हुनेछ। अनि आज चाहिँ हामी पूजा गर्न चाहिँ होइन, खाना खाइसकेर आएको छौँ। सो हाम्रो पूजा गर्ने चाहिँ आज प्लानिङ छैन र पनि हामीले मनदेखि भगवान्लाई चाहिँ सम्झिराखेको छौँ। हामी चाहिँ खोला आएको छौँ र हामी चाहिँ मेरो माइजू अनि मेरो दुईजना भाइ पर देखिराख्नु भएको छ हाम्रो बहिनी सेन्चेला। खास गरी चाहिँ उसलाई नै घुमाउनु भनेर हामी आएको। सबैजना सन्चै हुनुहुन्छ होला आशा गरेको छु। सन्चै हुनुहुन्छ भने र मेरो यो न्यू भ्लग पनि हो। अनि तपाईहरुलाई के कस्तो लाग्छ, राम्रो छ राम्रो छैन कमेन्ट गरिदिनु होला। मेरो माइजू चाहिँ त्यो राम्री भएर होइन, आज यता हेरिदिनुहोस् त माइजू एकचोटि हाम्रो भ्लगतिर पनि हो। तपाईहरुलाई म यहाँको ओहो, यहाँ त नाचगान भइराखेको रहेछ गाइज, हेर्नु होला। ल तपाईहरु पनि टाढैबाट भए पनि दर्शन गर्नु होला है। देखिराख्नु भएको छ होइन, यहाँ त सक्सन हुँदै रहेछ। अब यस्तै हो। अब एकछिनमा हामी भिडियो बनाउँछौँ, फोटो खिच्छौँ अनि तपाईहरुलाई देखाउनेछौँ। ल हेर्नु होला, खोला पनि यसरी खोलाको छेउमा आएको छौँ हामी। हुन्छ ल, मलाई यहाँनिर फोटो खिचिदिनु भन्नुभएको छ। ल बस्नुहोस् न, उहाँहरू नयाँ घुम्न आउनुभएको जस्तो छ। उहाँहरूको फोटो खिचिँदैछ है गाइजहरू। यसबाट त तर अलिक अँध्यारो आउने रहेछ नि। अर्को दिनु त उज्यालो फोन ए ल है। खोला निकाल्न खोज्नु भएको। है म चाहिँ यहाँ क्यामेरा मेन भइरहेको छु है। भिडियो पनि बनाइदिनु हुन्छ, पहिला फोटो खिचिदिन्छु ल। ओके ल, भिडियो यताबाट ल्याएर गरिदिन्छु ल खोलाबाट। ल पञ्चकन्या देवीले सबैजनालाई रक्षा गरून् ल। ल गाइज, म चाहिँ यहाँनिर उहाँहरू घुम्न आउनु भएको रहेछ। उहाँहरूको फोटो भिडियो पनि मैले गरिदिइसकेको छु। र अहिले हामी चाहिँ माइखोला स्थित पञ्चकन्या मन्दिरमा आएको छौँ। माइजू अब त्यहाँनिर थकित भएर बसिसक्नु भएको छ। बहिनीहरू कता छ हेर्दैछु म। के कस्तो लाग्छ मलाई आज फर्स्ट टाइम भ्लग बनाएर पनि होला अलिकति अप्ठ्यारो फिल भइरहेछ गाइज है। र पनि ट्राई हो, यो फर्स्ट ट्राई हो मेरो। यो फर्स्ट ट्राईलाई तपाईहरुले कति पर्सेन्ट दिनुहुन्छ कमेन्ट गर्नु होला है। बाँकी कुराहरू म देखाइरहनेछु तपाईलाई है, देखाउँदैछु। यता फोटो सेसन चलिरहेछ। अब यता फेरि फाल्टै दुनियाँ छ होइन। ओ माई गड, मेरो भाइहरू बहिनीहरू यहाँनिर आएर भिडियो चाहिँ हुँदैछ है। हाई गाइस, युना स्टलको भ्लगमा वेलकम। फर्स्ट भ्लग उसलाई नै हामीले विशेष प्राथमिकता दिँदै घुमाउनु ल्याएको। बनाउनु भनेर फोर्स गरेपछि यस्तो राम्रो बनाउनुहुन्छ उहाँले। भ्लग बनाइसकेपछि ल सब्सक्राइब भनिदेऊ न त। सब्सक्राइब गरिदिनुहोस् युना आले मगरलाई। ओके थ्याङ्क यू। आज चाहिँ हामीले फर्स्ट टाइम होइन यसरी नै घुम्न उसलाई ल्याएको यहाँनिर माइखोला। ऊ चाहिँ यहाँनिर आएको थिएन, ताप्लेजुङबाट ऊ आएको त 2-3 दिन भयो। आउने प्लानिङ त अस्ति नै थियो, तर आज चाहिँ अब के भन्नु तपाईहरुलाई, आज चाहिँ मलाई बाटैबाट उठाएर ल्याएको छन् गाली हान्दै। म ढिलो गरेँ भनेर बहिनीहरूले है। अब
एक्लै यहाँनिर सबै देखाउँदैछु तपाईँहरूलाई। यहाँ सक्सन भइरहेछ कस्तो मजाले। म पनि अब एकछिनमा जान्छु त्यहाँनिर। नबजाइदेऊ बाँसुरी रुन्छ मेरो मन। ओके गाइज, यो चाहिँ मेरो सर्ट भ्लग रहेको छ। अब बाँकी कुराहरू म फेरि पछि पनि देखाउँदै आउनेछु। उनीहरूलाई चाहिँ म यसो हेरिरहेको छु। माइजू अलि पर जानुभएको छ र आज स्पेसली तपाईँहरूलाई देखाउने कुरा भनेको चाहिँ त्यस्तो स्पेसल त अब यहाँ आएपछि हामी एकदमै सबैजना स्पेसल नै छौँ। हामी चाहिँ यहाँ पञ्चकन्या सानो पाथीभाडा पञ्चकन्या माताकोमा आएको छौँ। आज चाहिँ हामी अलिक ढिलो आएको कारणले गर्दाखेरि ढिलो अब दिउँसो आयौँ। पूजा चाहिँ हामी अहिले गर्दैनौँ, तर यहाँ सक्सन भइरहेछ। सबै आवाज सुन्न सक्नुहुन्छ। अहिले म यहाँबाट थोरै पनि तपाईँलाई देखाइदिन्छु, हेर्नु होला है। सबैजना सक्सनमा हुनुहुन्छ, नाचिरहनु भएको छ। मलाई पनि यहाँबाट भजनहरूमा नाचौँ लागिरहेछ। तर अहिले म मन्दिरभित्र अहिले गइनँ। तपाईँहरूलाई फेरि पछि अर्को नेक्स्ट भ्लगमा देखाउने छु। यो चाहिँ मेरो सर्ट एन्ड स्विट भ्लग हुनेछ र आफै बुझ्नु होला, फर्स्ट टाइम बनाउँदैछु होइन। धेरै अब के त होला, तर नेचुरल्ली मैले सबैलाई देखाइरहेको छु, त्यस्तो केही पनि। अब चाहिँ यहाँ माइखोला देखाउँछु है त। सबैजनालाई पञ्चकन्या माताले रक्षा गरून् है। जतिजना यो भिडियो हेर्दै हुनुहुन्छ सबैजनालाई सोचेको पनि पुग्योस्, किनभने आज मेरो फर्स्ट भ्लग बनाउने जर्नी चाहिँ यहीँबाट स्टार्ट भएको छ जस्तो मलाई फिल भइरहेछ है। अब खै त मेरो माइजूहरूलाई म पर्खिरहेको छु, आउनुभएको छैन। मैले चाहिँ अघि नै भिडियो पनि बनाइसकेँ टिकटकको लागि, र तपाईँहरूले मलाई टिकटकमा पनि फलो गर्न सक्नुहुन्छ। टिकटकमा पनि मेरो नाम युना आले नै रहेको छ। चिसो चिसो अब चाहिँ इलामको मौसम होइन, चिसो चिसो भइ नै हाल्छ र अहिले चाहिँ हामी झन् खोलामा छौँ। खोलामा त कति चिसो हुन्छ भन्ने कुरा हजुरहरूलाई थाहा नै होला। अहिलेलाई चाहिँ सबैजनालाई फेरि पनि युना आलेलाई सब्सक्राइब लाइक कमेन्ट गरिदिनु भन्दै यो भ्लगलाई यहीँ स्टप गर्न चाहे। फेरि अर्को भ्लगमा भेटौँ होला। बाई बाई।